Ladies and gentlemen, welcome to the Green Village, Budi. म चाहिँ बुढी चौर जानको लागि रेडी भइसकेँ। अब केटाहरू पनि टौदोमा आएर बसिरहेको छन्। आज तपाईँहरूलाई हामी लाँदैछौँ बुढी चौरमा है। कतै यो बाइकमा जाँदैछु। अहिले चिया सिया खाएर रेडी भइसक्यौँ। बाइकहरू माथि छ। अब चाहिँ हामी यहाँबाट निस्किनु भएको। हात यस्तो कोट्टै कोट्टै माग्छ है। यसले चाहिँ बिस्कुट पनि खाइसक्यो। यहाँ चाहिँ 7:15 भयो। अब यहाँबाट चाहिँ हामी निस्किँदैछौँ। यहाँबाट बतासेमा आइपुग्यौँ। बतासेमा आइपुगेर यसो होइन हावा खाने ब्रेक गर्मी हुन्छ भनेको यहाँ चाहिँ पुरै चिसो भएर ज्याकेट लाउँदैछौँ है। देउरालीमा आइपुग्यो। देउरालीमा आइपुगेर एक्का 8:38मा अब चाहिँ हाम्रो नास्ता खाने टाइम हुँदैछ है। देउरालीको भ्यू चाहिँ बगाल्दैछ है। यस्तो मिठो भ्यू रहेछ ल। चौरमा खाएर हामी चाहिँ लाग्यौँ अब यहाँ देउरालीबाट हिँड्न लाग्यौँ है त। ल हेटौँडाको गर्मी फिल हुन थाल्यो। हाम्रो दाइलाई धेरै गर्मी लाग्यो भने चाहिँ डेस्टिनेसन खाना खाना भनेको तपाईँको यहाँ गोरखा ताल जानलाई चाहिँ हाम्रो अर्को डेस्टिनेसन रहेछ है। टपले त्यसमा हिँड्छौँ। अब केटाहरू सबै रेडी भइरहेको छन्। अब गोरखा तालमा गएर त्यहाँको ताल कस्तो रहेछ हेर्नुपर्छ है त। के खान्छ होइन यसलाई के भन्छ हेटौँडाको भन्नु पऱ्यो तपाईँहरूले। ल यहाँ चाहिँ होइन गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहले चाहिँ हामीलाई अलिकति सानो सम्मान गर्ने कुरा आएको छ। सम्मान गर्ने भनेको टक्क यसो खाजा साजा लगाएरै होला होइन। यहाँ स्वागत कार्यक्रम सकिसकेपछि अब चाहिँ हामी गोरक्षा तालतिर जाँदैछौँ। यस्तो छ, राम्रो छ फोटो भिडियोको लागि एकदम राम्रो। हेटौँडाबाट नजिक 8 वर्ष लगभग भयो एकजना मान्छे मरेर पौडी खेल्ने क्रममा डुबेर मरे। मान्छे अब राम भएको कारणले चाहिँ अनि त्यहाँदेखि अहिले पछि चाहिँ अब यसो कसैले रामताल भनेर भन्ने गरे। त्यस मान्छेको नामबाट चाहिँ बस्यो। फाइनली विश्वेश्वर गुफामा पनि आइयो होइन। यहाँ हेर्नुहोस् त मेन गुफा चाहिँ यो हो होइन। अनि यहाँ चाहिँ मन्दिर टाइपको एउटा सानो मन्दिर टाइपको रिसेश्वर मन्दिर उहाँलाई नै भनिदिएको होला। बुढी चौरमा पार्किङ पाइएन। तल बाइक राखेर आएको यहाँ त मान्छे फर्किने मान्छेको लाइन कति मान्छे हो कति हो यो। बुढी चौरको चाहिँ भ्यू दामी आउँछ भनेर आएको होइन। यहाँ चाहिँ हुस्सुले हेर्नु त सबै यो खत्तम पारिदियो खत्तम नै पारिदियो। बुढी चौरमा घुम्न आएको अर्काको बुढीहरू मात्र छ यहाँ। चौरै देखाइदिएको चौर चाहिँ छैन बुढी मात्र छ भन न कस्तो तिमी अर्का बुढीहरू टन्नै छ यहाँ। चौर चाहिँ हेर्नु न यस्तो चाहिँ